हेलो मेरो युट्युब साथीहरू, मेरो सबै साथी मित्रहरू, के छ हालचाल? म धेरै दिनपछि म ब्याक आएको छु है। यसो हेरेको त कति 12-13 दिन भइसक्यो रहेछ मैले भिडियो अपलोड नगरेको। टाइम बितेको थाहै पनि नै है, मलाई थाहै थिएन मलाई टाइम बितेको। काममा लास्टै बिजी भन्छ, त्यही भएर खासै थाहा भएन। अनि यार भिडियो पनि बनाउन पाएको छैन। गाह्रो हुँदो रहेछ क्या, लास्ट गाह्रो भिडियो हाल्न पाएको छैन। बिजीको बिजी लास्टै बिजी भइरहेको भने काम धेरै छ, त्यही भएर बिजी भइन्छ, बाहिर निस्किनु पाउँदैन। अनि गर्मी भएर आफ्नो ऊ पनि उतार्नु परिरहेको यहाँ। सेपकोट उतार्न परिरहेको छ यहाँ, गर्मीले लास्टै भइरहेछ। किचनमा कहिले के बनाउनु पर्छ, कहिले के बनाउनु पर्छ होइन, कहिले के खतम हुन्छ थाहै हुन। डिपार्टमा एक्लै छु, त्यही भएर भिडियो पनि खासै बनाउनु पाएको छैन। त्यसको लागि चाहिँ म क्षमा चाहन्छु है। अब रेगुलरी भिडियो हाल्न पाइरहेन मैले। अब हप्तासरी होली पछिको मेरो भिडियो आएको छैन। होली पछि म बिजी। होलीमा चाहिँ मेरो लास्ट छुट्टी थियो, त्यही भएर अनि त्यहीभन्दा अगाडि चाहिँ हल्का छुट्टी भएर जान्थ्यो। अहिले चाहिँ मेरो छुट्टी सक्यो, त्यही भएर भिडियो बनाउनु पाएको छ नि। यही किचनको मात्रै कोदिहाल्यो भनेर कि होइन, बाहिर यस्तो ट्राभलिङ गरेको पनि हाल्नु हुन्थ्यो। कहिले के हुन्छ कहिले के हुँदैन, कामले गर्दा पनि त्यस्तै हो। आजको हाम्रो सेपको काम फेरि आजको काम फर्सी कद्दुको गार्निसिङ। यसमा पनि फुल बनाउनु पर्ने थियो तर बनाएको छैन। हरिक छ नि होइन, काम हुन्छ होइन, कहिले के हुन्छ कहिले के हुन्न। अब आज फेरि मैले बनाएको स्टुडेन्ट, यो चाहिँ मैले बनाएको 7-8% त होला सायद, पुरानो पनि छ नि त हल्का फुल्का, त्यही भएर डिपार्टमेन्टमा एक्लै भयो भने त लास्टै झ्याउ हुन्थ्यो कि, लास्टै झ्याउ। कहिले के हुने कहिले के नहुने होइन, गाह्रो त गाह्रै हुने हो कि। मिजा गर्ने त्यति टाइम लाग्छ। के मोबाइल समात्दिने हुन्न, भिडियो बनाउँदा के हाल्ने होइन। मेरो चाहिँ यहाँ के छ यस्तो छ हाल, ठ्याङ्ल्याङ्ग मोबाइल झरिदियो भने बर्बाद हो। अब यसलाई चाहिँ टक्क यहाँ सजाएर राख्नु पर्ला, यो पुरानो भइसक्यो। अब भोलि पार्टी छ, भोलि फेरि अब फेरि अलग काम छ। भोलि फेरि अर्कै पार्टी छ, फेरि भोलिको माल बनाउनु त्यस्तै। पर्सि सन्डे हो, पर्सि चाहिँ अब भलिबल खेल्न पर्छ टक्क लाएर। हप्तामा एकचोटि चाहिँ बाहिर निस्किनु पर्छ कि मजा आउँछ, रमाइलो हुन्छ। बल खेल्नु परेन होइन। भोलि पार्टी छ, भोलि दबाएर हुन्छ काम। भोलि त पसिनै कति पसिना त। ए गाह्रो छ नि त हो, गाह्रो लास्टै गाह्रो त गाह्रै हो। काम गर्न आएपछि त काम त गर्नुपर्ने हो नि त। गाह्रो त भइहाल्छ। बसी थोरै नि पैसा कमाइन्छ किन त। यो चाहिँ हाम्रो किचन हो, सानै छ, ठिक्क छ भनौँ, खासै सानो पनि होइन। के हुन्छ होला। अनि म गाह्रो चाहिँ होइन,
भिडियो बनाउनु पनि पाएको थिएन। सो एक्लै आफ्नो डिपार्टमा एक्लै छु नि त भित्र, त्यही भएर अब खासै फ्री हुन पाउँदैन क्या। त्यही भएर मैले भिडियो बनाउनु पाएन होइन। आज चाहिँ यसो सन्डे भएर आज बाहिर गेम खेल्न जानु लागेको, अनि त्यसैले आज हल्का भिडियो बनाऊँ भनेर म जान्छु। अहिले एकछिन पछि गेम खेल्न दाइ लिन आउँदै हुन्छ। अमर दाइ आउँछु भन्नुभयो, सायद 7-8 मिनट आउनुहुन्छ होला। सो गाइस त्यही हो, आज म यसो गिरानतिरको पनि भिडियो हाल्छु बाहिरको, यसो है कस्तो हुन्छ हेरौँ। काफी टाइमपछि म आज भिडियो बनाउनु लागेको। फेस पनि कस्तो भएको नि, 4 बजीतिर 3:30 बजीतिर सुते हो। कति बेला सन्डे आउँछ र कति बेला आउँछ भन्छ बल खेल्न जाम हुन्छ मलाई फेरि होइन। हामीले दाइसँग भेट भइसक्यो, हामी चल्दिया राइड। हामी 2-3 जना थियौँ। ए रोटी खानु त त्यस्तै हो। नेपाललाई सन्चो भएछ। भोलिको रक्सीले नेपाल दाइलाई बिमारै बनाइदियो। घनश्याम चौधरी। फाइनली गाइस म गिरानतिर आइसकेँ केटाहरू राख्नेभित्र। सो हेरौँ आजको कस्तो हुन्छ गेम है। जाडो जाडो रहेछ त यार, बिहानमा त यार के हो यस्तो। सौ देगा 50 में। अरे 100 देगा 100। ये 150 लगाया, 150 देगा कोई बात नहीं। 150 अपने को 100 रुपये कस्तो राम्रो देखेको मारेंगे ना। गलती इसकी। तेरी को बोला था, तूने बोला था हाँ मैं 100 रुपये। भाई यार मेरी बात सुन, मैं जब वहाँ पे बात करके तूने बोला था दम नहीं है ना, पैसा उठा के खेल लिया कर। ना पैसा उठा के खेल लिया कर। 100 रुपये की तो बात हो रहा है, 100 तो दे दे भाई। क्या हो? और 250। 250 रुपये पत्र है, 100 रुपये इसका मैं काट दिया। 100 रुपये किस बात के? 50 है, 50 है। पालम मेरे को दाई तो बोले होने के 150 थोड़ी मिल रहा, 50 तो वो भी देगा होगा ना भाई। ये 100 ही तो मिलेगा भाई। तू कैसे बात करता है यार? ओ दाइ कता हो? कहाँ कहाँ घर हो? त्यही कति मिठो होइन हिरो दामी छ। किसी को प्याज का पराठा चाहिए, किसी को आलू का पराठा चाहिए। कसलाई के भन्नुभएको फेरि? लेट्स गो। आहा हेर त कति राम्रो आएको होइन। आउनु आउनु, हामी त लाग्यो घरतिर लाग्यो। आहा कति मजा हो। क्यामेरा क्वालिटी चाहिँ रहेछ है। क्वालिटी छ यार। अनि के सोचेको थियौ र तिमीले? कसले?